कछडिया टोलमा चाहिँ अपाङ्गता भएको व्यक्ति एउटा हुनुहुँदो रहेछ। अहिलेसम्म अपाङ्गता भत्ता पाउनु भएको रहेछ। उहाँको अवस्था एकदम नाजुक छ, प्यारालाइज भएको रहेछ। आजै अपाङ्गता भत्ता मिलाइदिनु। नाम उहाँको टिप्नुहोस् त, मेरो साथी यति गरिदिनुहोस् न। नाम के अरे? जमाइर शाह। हस्, जसरी पनि अपाङ्ग भत्ता हस् हस् हामी आउँदैछौँ है त्यही गाडी। ल हामी त्यहाँ गएर आउँछ है त्यो बिरामीलाई। स्वास्थ्य कस्तो? हल्काएर राखिदिनु, अलिक घाममा राखिदिनु। घाममा प्यारालाइसिस भएको रहेछ। प्यारालाइसिसको त अब आफै सुधार्दै जाने कुराहरू हो। थेरापी गर्नुपर्छ त्यसको।